आज हामी छाब्दीबाराही दर्शन गर्न आएको। दर्शु यस्तो मिठाई के सिटामोल खाए जस्तो के कस्तो मिठो हुन्छ। दुध खालको मिठाई हो यो। दुध खालको यत्रो वर्ष आउँदाखेरि पहिला कहिले आउनु भएको थियो हजुर? आएको कति वर्ष आयो? 42-43 वर्षपछि। दाई ठुलो दाई 3 वर्ष लिएर आएको अनि अहिले 45 वर्ष हुनुभयो दाई चाहिँ। आमा चाहिँ 42 वर्षमा आउनुभयो। 3 वर्ष आएको अहिले आएको त 22 वर्षमा चेन्ज भयो त। धेरै चेन्ज। अब म यहाँ कहाँ आएर चिन्न सक्छु। खेतमा भात पकाएर खाएको, अब पाठो काटेको खेतमा भात पकाएर खाएको। अहिले त कहाँको म सक्थेँ यहाँ ल यस्तो विशाल बजार आज आउन लेखेको। आइयो होइन आमा दर्शन गर्नु? फेरि आमा भगवान् कताबाट सम्झिएको दाइले नि फेरि बोकेर लग्यो आमा न। फेरि म बोकेरै लान्छु। हिँड्नु आमा हिँड्नु छिटो छिटो के नि हेर्ने होइन। अनि छिटो छिटो कहाँ बाहिर गएर अहिले पछि आउँदै हुनुहुन्छ त्यही त होइन बेबी। ल आमा घाँसमै हामीले अघि मनोकामना जे किन्यो त्यो सबै यहाँ देखिरहेको छ। त्यही त के है मन्दिरहरूमा चाहिँ जहाँ गयो यस्तै यस्तै होइन ब्याङ्गल्सहरू त्यही हो। यहाँ धेरै भिड छैन छ धेरै छैन छ। सेलरोटीहरू पकौडा यता सेलरोटी कटिसहरू के है राम्रो। यो मन्दिरहरू जग्गा पनि हेर्नुपर्छ। म एउटा गुडियाको लागि रोको म काठमाडौँ जाँदैमा गुडिया पाएन रमाइलो भएको छ दर्शन छाब्दीबाराही मन्दिरमा। ए यो भित्र अझै त्यो छ। म जान्छु त्यहाँनिर पछाडि त Vertigo. लाइन के नि हामी घर आयौँ। अब त्यो हो मेरो भाइ।